सो हाई एभ्रिवान, वेलकम टु माई युट्युब च्यानल अनि मेरो भिडियोमा हजुरहरूलाई स्वागत छ। आजदेखि चाहिँ मैले 100 डेज वाला च्यालेन्ज गर्दैछु। दिनदिनै युट्युबमा ब्लग हाल्छु भनेर। अब जे जस्तो हुन्छ सपोर्ट गरिदिनु होला। म चाहिँ घर बाहिर त्यस्तो हिँड्दिनँ अनि घरभित्रै भएको कुराहरू मात्रै हो मैले देखाउने। हजुरहरूलाई कस्तो लाग्छ कमेन्ट गरिदिनु होला। अनि आज मेरो चाहिँ धेरै सब्सक्राइबरहरू धेरै हुनुहुन्न, प्लिज डु सब्सक्राइब माई च्यानल। अनि बिस्तारै हुन्छ भन्ने सोचिरहेको छु। अनि मेरो चाहिँ घरकै नर्मल कुराहरू मात्रै हो मैले देखाउने, त्यस्तो बाहिरको त्यस्तो म अब घुम्ने यताउति चाहिँ मेरो हुँदैन। म चाहिँ किनभने क्वार्टरमा छु, बुढासँग छु। अब उहाँ खाना बनाउने, खाने, सरसफाइ घरको त्यही नै हो, अरू चाहिँ हुँदैन मेरो ब्लगमा। प्लिज सपोर्ट गरिदिनु होला। आज चाहिँ मेरो सुरुवाती बेड मिलाउनेबाट भयो अनि मैले यहीँबाट वेलकम गरेँ हजुरलाई आज। अनि के हुन्छ अगाडि नै हेर्दै जाम्ला। जे जस्तो भए पनि हेरिदिनु होला, राम्रो नराम्रो प्रतिक्रिया दिनु होला। अनि के हुन्छ हेर्दै। अनि हामी त्यो सब गरेपछि बेड मिलाएपछि बुढाले चिया बनाउनु भएको थियो। चिया अनि भुजा ल्याएर डेट आउट भएको अनि पछि थाहा पायो। अनि फेरि त्यो खाएन, चिया मात्रै। आजको यो लन्च हो। अनि अब म मुही बनाउँछु। बुढाले त्यो मिलाउँदै हुनुहुन्छ, झाडु लाग्यो, पोचा गर्नु। अब यहाँ टिभी हेर्दै बसिरहेको छ। हामी खान्छौँ। के कुरा गर्नु होइन, मेरो बुढाले मुला ल्याएर अचार बनाउनलाई सस्तोमा पाएको भएर पुरै हेर्न कति किलो ल्या, 2.5 किलो ल्याएर यस्तो छ। नङ पनि गाडिँदैन हे भगवान्। यति निकालेँ मैले, सुकाउँछु अब। वाह, फाइनली फिनिस भएको छ यो बाटो। चाहिँ बाहिर निस्केको ब्याङ्कतिर जाने भनेर। निस्क्यो हामी ब्याङ्कदेखि। राम्रो भ्यू है। पेट्रोल हाल्नु जान्ला हो, कहाँ हुन्छ अहिले अझै तल। फेरि मौसमै बबाल छ कि फेरि वेदर त होला चुम्मेसरी छ। दामी वेदर त आज घाम खासै लाग्यो। पारिवारिक मैले चाहिँ आजदेखि युट्युबमा 100 दिनसम्म डेली भ्लग हाल्नु सोचिरहेको छु। 100 डे च्यालेन्ज गरौँ भनेको 100 डेज। के म सक्छु होला त? के लाग्छ हजुरहरूलाई? अब घरमै बसिरहने मान्छेलाई त त्यति कन्टेन्ट अब घरमा बस्ने, काम गर्ने, त्यही नै हो। घरकै कामहरू होस् देखाउने भनेको। कहिलेकाहीँ बाहिर आयो भने यतै हो। कस्तो मजाको ठाउँ हो। मजाको रहेछ हौ ढुङ्गाको पाता। ढुङ्गा त फेरि नेपालमा जस्तै छ। अहिले भेट्नु है गाइस। झन्डै 5 किलोमिटर तल झऱ्यो होला होइन? 5 किलोमिटर, 4 किलोमिटर, 5 किलोमिटर तल झऱ्यो होला। अनि बल्ल पेट्रोल पायो। हाम्रो स्कुटीको एउटा काम चाहिँ छैन।
हालौँ भन्ने सोचिरहेको छ र नयाँ सोध्नु मन्दिर रहेछ यहाँ चाहिँ म नयाँ नयाँ नि त्यही भएर वाउ भागे सबैतिर काम छैन हाम्रो स्कुटीको एउटा सेकेन्ड ह्यान्ड को बेफाइदा मोटाएर गर्मी एकदमै छ अहिले चाहिँ घाम भएर बाहिर बसेको भएर स्कुटी बन्दैछ म हेरिरहेछ सिटमा बसेर यो खन्ने गमलामा खन्ने पाइन्छ कि भनेर कोदालो कति गमला में खोदने वाला है आंटी यो त पुरै यस्तो सडिरहेको रहेछ यस्तो अर्को छैन भन्छु कति बेला सोध्नु मलाई त यो पनि ठिकै पनि ठिकै छ नि खोल्न मिल्छ यसरी यो लगाउँ हुन्छ नि हुन त हुन्छ होला तर कस्तो सडेको काम चल्यो भने पुरा यो त टेस्ट हुन्छ कति सोध्नु नि त 100 रुपैयाँ अरे के 100 रुपैयाँ 100 रुपैयाँ अनि यसको इसका भन्दा त्यो लाने भयो त्यो बेस्ट हुन्छ त्योभन्दा त्यो बेस्ट यो लाने गमलामा पानी हाल्ने छैन त्यो के गमलामा पानी हाल्ने छैन र चक्कुहरू मात्रै हेर्छ ए लिनु न अर्को त्यस्तो छ नि किन यस्तो राम्रो रुख यो त आएदेखि नि फर्स्ट टाइम होला हामी बाहिर निस्केको दिनमा यतिखेर चाहिँ त हामी आएको 1 महिना भयो 1 महिनाभन्दा धेरै भयो यसरी 1 बजीतिर 2 बजीतिर त्यो निस्केको थिएन सुरुमा निस्केको थिएँ त्यही ब्याङ्कको कामले त्यसपछि निस्केको थिएन आज निस्केको हिँड्दा त मजा आइरहेछ गर्मी छैन बिना चाहिँ घाम लागेछ नि त त्यही भएर हल्का अझै मजा अब राम्रो पानी आउँदैछ यहाँ कस्तो राम्रो देखेको भ्यू क्युट हामी चाहिँ माथि आइसक्यौँ यस्तो टर्निङ पोइन्टमा उता आइदिन्छ भने बजार त्यही हेरेर साग लिउँ भनेर आएको थाल हेर्ने भन्नु थियो यार मन्दिरमा कति राम्रो देखेको मैले थाल सानोतिनो बजार छ यहाँ सोधौँ है थाललाई यहाँ क्युट यस्तो ओह्रालो छ कि साह्रै गाह्रो
त्यस्तै हो नि त्यहाँ पानी हाल्नु अनि भनेर पुराकै साथी साग छैन र साग त भयो हाई क्युट यस्तो कालो छ यो भगवान् ए खोले साग भेटे खोले साग ए खस मेरो फेभरेट फर्क्यो हाम्रो काम सक्यो अब घर जाँदैछौँ साथीहरू हामी चाहिँ गएर छिर्यौँ यस्तो वरिपरि घरमै गएर भेट्नुला है त ल हामी चाहिँ घर आइपुग्यौँ हाई गर्मी मैले साग ल्याएँ यो दुईटा अनि यो प्लान्टमा पानी हाल्नु यो ल्याएँ बस यो ब्याङ्कको काम गर्यो अनि हामी आयो के बनाएर खानु अहिले पछि भेटौँला चाहिँ साग केलाउँदैछु स्ट्यान्ड मेरो हल्का खुट्टा गयो कि यसको त्यही भएर गाह्रो भयो भिडियो बनाउन अहिले हेर्नु तोरी छोडेको यस्तो मजाको भइरहेछ हामी बुढाबुढीलाई इच्छा हुन्छ यो टिपेर खायो भने पछि यस्तो मजाको भयो अचार बनाउनु रेडी भयो सुकेर अनि मेरो ब्लग हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद अनि के हुन्छ भोलिको भिडियोमा भोलि चाहिँ म अचार बनाउँछु यसको फर्स्ट टाइम बनाउँदै हो मलाई पनि त्यति नलेज छैन कि कसरी बनाउँछु भोलि नै हेर्नु होला धन्यवाद बाई बाई गाइज